नमस्कार प्यारा साथीहरू, स्वागत छ आजको यस रमाइलो भ्लग भिडियोमा। तपाईलाई आजको यहाँ कुन कुन जडीबुटी पाउँदो रहेछ भन्ने म आज तपाईलाई देखाउने छु। सो गाइस, यो हो पहाड। सो गाइस, अहिले हामी कहाँ छु भने यो कारगिलको लेह लद्दाख भन्ने जग्गामा छु। यस पहाडमा एकदमै महँगो जडीबुटी पाइन्छ भन्ने सुनेको छु। यसैले हामी अहिले जंगलतिर आएको छौँ। हामी दुईजना छौँ अनि यहाँ पाउँछ पाउँदैन अहिले तपाईलाई हामी यो पहाडतिर गएपछि मात्र देखाउने छु। यहाँ देख्नुहुन्छ यस्तो यस्तो जंगलमा जानुपर्छ। यहाँ एकदमै अति पहाडले भरिएको यो जंगल छ। देख्न सक्नुहुन्छ हामी छौँ अहिले कान्जी नाला पुग्नलाई अझै पनि 10 किलोमिटर छ। यहाँदेखि अगाडि बढ्दैछौँ हामी। आम्मामा कति खतरनाक ढाँग रहेछ यहाँ त। देख्न सक्नुहुन्छ यस्तो ढाँगमा पनि नरहरू बनाएको छ। यो पारितिर धुप एकदमै कस्तो न्यानो धुप लागेको छ। देख्न सक्नुहुन्छ यहाँको पहाड एकदमै खतरनाक पहाड छ। देख्न सक्नुहुन्छ। हेलो गाइस, यो हो कदम चालो। यो घुट्ना दर्द भएको कम्मर दर्द यसको जडतिर लगाएपछि ठिक हुन्छ सुनेका पनि छु र भएको भन्छ। यो एकदमै राम्रो दबाई हो। यो दर्द कम्मर दर्दको लागि एकदमै राम्रो दबाई हो यो कदम चालो भन्ने। यो एकदमै महत्त्वपूर्ण जडीबुटी हो। यो हिमालमा पाइन्छ। सो यो हो मारङ्गी। यो हो मारङ्गी भन्छ, मारङ्गी जडीबुटी। यो हो एकदमै महँगो। बाल झर्नबाट दुई मुखे बालको लागि एकदमै राम्रो दबाई हो। चिन्की बाल बनाउँछ, राम्रो बाल पनि बनाउँछ र एकदमै राम्रो दबाई हो। यो हो मारङ्गी जडीबुटी। यो हिमालमा पाइन्छ। यहाँ पाइन्छ तल एकदमै हाइट लाग्दा अक्सिजन कम भएको ठाउँमा मात्र पाउँछ मारङ्गी जडीबुटी। यस्तो हुन्छ, लाल तेलमा हालेर राख्यो भने एकदमै तेल लाल हुन्छ। र यो हो तपाईको भोटकेस। यो भोटकेस भन्ने एउटा झाङ्ग्री धामीहरूले प्रयोग गर्ने यो भोटकेस हो। यसको पेट फुलीमा ग्यासिडिटी भएमा पनि यसको जलाएर सुँघ्दा पनि राम्रो दबाई हुन्छ। र यो हो भोटकेस। मुलाको जस्तै पत्ता हुन्छ। यो एकदमै राम्रो जडीबुटी हो। यो हामीले हिमालमा पाउँछ। पनि यो तपाईँको शुक्रबार, सोमबार, आइतबारको बिहान गएर खन्नुपर्छ। एकदमै राम्रो दबाई हुन्छ। एकदमै महत्त्वपूर्ण दबाई हो। यो पनि बहुत पर्यटकहरूको लागि यो एकदमै राम्रो झाङ्ग्री धामीहरूले प्रयोग गर्छ यसलाई। किनकि यो हिमालमा पाइन्छ यो दबाई एकदमै राम्रो दबाई हो। देख्नुहुन्छ यस्तो हुन्छ। यसको जरा मुला टाइपको हुन्छ। यसको पत्ता निकालेर तपाईँले गुदा टाइप कुखुरालाई राख्न सक्नुहुन्छ। हड्डी फालेर छिल्का राख्दा पनि एकदमै राम्रो हुन्छ। यो हो एकदमै राम्रो हिमालमा पाइने दबाई। अझै भन्छन् धेरै जडीबुटीहरू, तर हामी अलि यहाँ अलि नपाएको हुनाले अलि धेरै टाढा जानुपर्छ। यही भएर यति अरू जडीबुटी हामीले पाउन सकेका छैनौँ। अझै पनि होला यसमा। देख्न सक्नुहुन्छ कस्तो जडीबुटी एकदमै महत्त्वपूर्ण। हामी झरना उकाली हुँदै जानुपर्छ। धन्यवाद।